हेलो वेलकम टु फर्स्ट ब्लग फर्स्ट डे हाम्रो नयाँ ब्लग हुँदैछ फर्स्ट दिन आज नयाँ पहिलोचोटि बनाइँदैछ ब्लग निशा दी चाहिँ यता सुतिरहनु भएको छ यता म्याडम हाम्रो म्याडम यता मेकअपमा बिजी हुनुहुन्छ अहिले आमा के हो मेकअप पनि यस्तो धेरै के रे के भन्छ निशा दिदीले पनि पुरा हँसाउँछ अनि आज दिउँसो पुरा गर्मी थियो धेरै अनि त्यही भएर हामी बाहिरको दिउँसो कतै पनि निस्केनौँ अहिले मौसम एकदम राम्रो भइरहेछ अहिले त्यस्तो गर्मी भएको छैन फिल अनि अब यति बेला चाहिँ बाहिर जाने भनेर सोचिरहेछौँ अब बाहिर टक्कसँगले गइन्छ हेर्दै गर्नु होला तपाईँहरू हामी कहाँ जान्छौँ हेलो एभ्रिवान तपाईहरु सबैजना नमस्कार अनि गुड आफ्टरनुन यो चाहिँ फर्स्ट ब्लग सुभाष छेत्रीको हो म चाहिँ यहाँनिर आइफोन 13 को लागि आएको 13 देखि 14 15 16 पुगेँ अहिले एउटै पाइनँ 11 मा झुन्डेर आयो फेरि अनि यो भिडियो बनाउँ न हामी दुईजना म आउँदैन त्यस्तो भिडियो बनाउनु आउनु नि के मलाई आउँदैन के भिडियो बनाउनु त्यस्तो भिडियो बनाउनलाई यहाँ हेर्नु यहाँ दिइहालेँ होइन भिडियो बनाउनु अरे यसरी आउनु म यसरी आउँछु न यसरी गर्दै आउनु मलाई आउँदैन के तपाईँको लागि आज पुरा दिन तपाईँको लागि आज दिन पुरा हाम्रो खराब भयो थाहा छ 14 र 15 16 ले अब रेडी सेडी भइसक्यो अब जानु लागेको बाहिर यहाँ हेर्नु न यहाँ दुईजना नक्कल नाटक गर्छ कि यिनीहरू नाटक गर्छन् यो केटीहरूसँग हिँड्नु नि एकदमै गाह्रो हुँदो रहेछ यहाँ त गर्मी छ है अहिले पनि गर्मी रहेछ नि बाहिर तर बाहिरको मौसम यस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले के घिनै लाग्दो भित्ता अरे यो भित्ता मैले बनाएको र घिनै लाग्दो हुन्छ लु जाउँ टक्कसँगले अब गइन्छ चप्पल बजाउँदै हिँड्नुभएको होइन न फेरि अब चाहिँ हामी टक्क निस्किसक्यौँ बाहिर रोडमा मेन रोडमा निस्किसक्यौँ अब टक्कले गइँदैछ दिन त मौसम त राम्रो मजाको हुँदैछ दिनहरू राम्रो अनि मजाले यस्तो गर्मी त छैन अहिले कस्तो लाग्दैछ तपाईँलाई आज फर्स्ट टाइम भाइको भ्लगमा आएर खुसी लाग्यो अनि आज थुप्रो दिनको बादमा हामी चाहिँ यहाँ सँगै है साकेत अनि घुम्न जाँदैछु यसो घुम्नु गरममा गरम त त्यस्तो छैन अहिले शीतल भएको छ यहाँ दिदी पनि हुनुहुन्छ अहिले गर्मी चाहिँ त्यस्तो छैन यहाँ रेड लाइट लागिरहेको छ नि त अरू गयो भने अब भैया त रुल्स फलो गरेको होला नि त राम्रो कुरो हो नि त यो रुल्स फलो गर्ने छैन कहाँ हामीसँगले यहाँ चाहिँ कस्तो पछाडि पुरानो किल्ला जस्तो रहेछ यो चाहिँ यहाँ काम गर्दाखेरि होइन जब गर्दाखेरि म हिँडेर आउँछु कि यता टाढा किन गाडीहरू बन्द थियो कि त्यति बेला गाडी बन्द थिएन मिन्स बेलुका हिँडेर आउँथ्यो एक्सर्साइज पनि हुन्छ भनेर अब एक्सर्साइज पनि हुन्छ भनेर हिँडेर आउँथ्यो क्या त्यही भएर फ्यामिली प्याक निस्केकै छ फ्यामिली प्याक त अब पछि देखाउला नि त कस्तो फ्यामिली प्याक निस्केछ म्याडमलाई चाहिँ के भयो पर मजाले घरले हेर्नुहुन्छ त नानी हेरेको रेड लाइटमा हामी पर्खिरहेछौँ रेड लाइट लागेर गरिब छौँ हामी ऑटोमा हिँड्दैछौँ गरिब आदमी क्या गरेको ऑटो में चलना पर्छ हेर्नु नि अर्को पालिमा चाहिँ थार गाडी बुक गरौँ न यो घर कहिले याद गर्नुभएको थियो तपाईँ के हो लो भन्नुहोस् त यो बिरान पुरानो उयो जस्तो छ होइन तर यो भित्र अफिस छ दामी ढुङ्गा घर है नेपालको मान्छे जस्तो बस्छ म त फर्स्ट टाइम आएको दिल्ली भाइसँग घुम्न जाँदैछु खुसी लाग्यो नक्कल नपार्नु न नक्कल नपार्नु नाटक नपार्नु नाटक गर्छिन् केही थाहा छैन त्यही भएर हराउँछु भनेर बिचमा चेप्टा राखिरहेको छ मान्छेलाई चाहिँ सेफ दिउनु गएको भने म्याङ्गो सेफ दिउँ
म्याङ्गो कहिले भने बटर स्कच भन्यो बटर स्कच के सिल्को पिवाई म त घरमा दिन राख्छु आफै भन्छ आफै घिनलाग्दो सोच आफै भन्दै अरूले नसोच्दा सोच्ने खालको बनायो लाग्दो होइन हौ मतलब अब मजा हुने मजा होइन हाँसिरहनु मैले जिन्दगीमा आँखा पनि बन्द हुन्छ कसलाई के थाहा के रहेछ सेक्सुअल वर्कर्स त्यो चाहिँ अब मतलब फिजिकलको कुराहरू सिकाउँछ उहाँनिर बाजे रेडी भएर बसिरहेको त नहरू टेकेर के कुरा गर्छन् नि गर्दा के हुन्छ रेला त होइन रेला इज रेला खेला इज भेला भेला इज झेला रेड लाइटमा यस्तो ट्राफिक हुन्छ यार यो गरम किन गर्नु भिडियो बनाउनु मैले सारामको बातै गरेको छुइनँ मेरो कस्तो बनाइदिनु एउटा रिल्स जस्तो बनाइदिनु बनाइदिन्छु त म होइन त्यो बिहान बिहारै जानुपर्ने यस्तोहरू चाहिँ मलाई रिस उठ्छ नि घुम्नु हिँड्दा सिक्ने ढल्किनेहरू चाहिँ अब अस्ति करोडबाट आउँदा त मान्छे नि त्यो त थाहा थिएन त्यो बिहान घरि डक्टर घरि हस्पिटल त्यसको बाद दुई त मुनिका कुदाउँछ अब त्यो अल्ट्रासाउन्डको रिपोर्ट चाहिँ गर्नु पर्छ होइन तपाईँहरू चाहिँ एउटा कुरा भन्छु कि अलिकति बिमार हुन्छ यताउति हुन्छ नि तपाईँहरू मुनि पनि मेरो आफ्नै प्रब्लममा म त्यही डक्टरलाई देखाउँछु मेरो उहिलेदेखि डक्टरै कहिलेदेखि पहिला 2 साल भइसक्यो उहिलेदेखि गरेँ 2 साल मलाई भित्रबाट आएको आवाजै कति हाँस्नु गाइस कति हाँस्नु बिरयानी खाइदिनु के अरे गाइस गाइस यु गाइस हेलो गाइस यो चाहिँ सुभाषले सरोजनी मार्केटबाट 60 रुपियाँ लिएर आएको गाइस हाउडेको 60 रुपियाँको चाहिँ होइन ल 60 रुपियाँको चस्मा ल्या अरे देउसै अन्धेरो भयो त अरे 60 रुपियाँको चस्मा चाहिँ लाउँदिन है 60 रुपियाँ है गाइस गफ चाहिँ नथप्नु नाटक नपार्नु कि तपाईँ पनि नाटक नपार्नु नेपालको मान्छे जस्तो नबोल्नु है नाटक गर्छिन् अझैले के भन्यो भने चस्मा लगाउँदैन यस्तो आफू हेर्छ दुनियाँ अँधेर अझैले भने चस्मा लगाएर पहिला झन् मैले नि होइन मेरो मुखमै बसेको थिएँ हाँस्दाखेरि हेर साथीहरू म हाँस्दा त दिउँछ अँधेरो हुन्छ तिमीहरू हाँस्दा त उज्यालो हुन्छ होला मेरो आँखा घुम्दा चाहिँ रात पर्छ है भनिदिन्थ्यो कि मुखमै बसेको थिएँ मेरो यो अहिले डाइलग बोल्दै त के भन्यो भन न अर्को चाहिँ तपाईँहरूले सक्छ नि यिनीहरूले बनाएर बोलेको यस्तो डाइरेक्ट तर हाम्रो मुखमा स्याप यस्तो आउँछ के हुन्छ गरिबको घरमा खाएन पाउनु अरे आफ्नो मुखमा नि कस्तो कुराहरू टक टक आउँछ है हो नि खायो हुँदैन टक्क ल आइसक्यो अब हामी बिबिआर पनि सट्टसँगले अब यहाँ उत्रिनु है यहाँ अगाडि उत्रिने घडी किन्नु हुने यहाँ मलाई यो पुरा मन पर्यो यो तिमीहरूले दाइको छ नि यहाँ चाहिँ अब यसो छोरी मान्छेहरूसँग आयो भने त्यही हो बजार सजार जे देख्यो त्यही राम्रो लाग्छ उनीहरू त्यही पस्छन् कसलाई हो यो चाहिँ फेरि आमा यस्तो घडी पनि कसले किन्छ म त लाउँदिनँ नि मन पनि पर्दैन यो राख्दो त खुसो कता राख्ने यहाँ अड्क्यो भैया का गोल्डन कलर गया नहीं यहाँ कितनी अच्छी है कस्तो देखियो राम्रो देखिँदो रहेछ कितना प्राइस प्राइस चाहिँ नसुनाउनु अरे सुनिसक्यो त्यहाँ राम्रो छ त अनि झन् सस्तो पाएको भन्नु न यतिमा है अरूतिर त झन् कति महँगो महँगो पर्छ यूट्यूब वाले पैसा बहुत दे रहे हैं खोइ तपाईँको हातमा हेरौँ यो दी
तपाईँको हातमा हेरौँ यो न राम्रो रहेछ त। हातमा हेरौँ न यो त एमकेको भन्नु यो भनेको यसमा एमके छ। राम्रो यो राम्रो छ। यो एकबार लगाएर हेर्नु त कस्तो देखिँदो रहेछ एकबार लगाएको देख्नु दुईटा यो जोडा अलिक- लगाइदियो। यो अलिक तल गर्नु न मलाई यो भन्नु पुरा मन पर्यो लाउने। यो चाहिँ लानु न हो छोरा मान्छेको घडीहरू चाहिँ किन तिमीलाई पनि लाउने भनेको त। यो मजाको देख्दो रहेछ यो राम्रो रहेछ। यो दुईटामा- राम्रो छ, यो राम्रो छ। दुईटामा कुन चाहिँ राम्रो अरे यो राम्रो छ। दुईटामा कुन चाहिँ राम्रो रह्यो गाइस यो राम्रो छ हो यो कस्तो तिमीलाई भारी रहेछ। यो राम्रो छ त्यो रहेछ सेम कलर हो भनेर। एमके भनेको के हो मणिकुमार? मणिको मैले अब घडी पनि किनिसक्नु भयो हुक्का किनौँ न एउटा मिलेर। यो पुरा मनपर्छ हौ। के अरे हुक्का अँ। हुक्का त म घरलाई लिएर आउँछु उसको ढिलो छ हुक्का घर पठाएर किन मलाई पनि भाइ टक्का अब यसो घुमघाम हेलो गाइस, तपाईँहरूलाई म यहाँ एउटा लोकेसन देखाउँछु। आज हामी 3 जना चाहिँ यहाँनिर आएको छौँ। यो चाहिँ दिल्लीको अनुपम साकेत पिबिआर हो। यहाँनिर आउनु सक्नुहुन्छ तपाईँहरू। अलिक जोड से हेर्नुहोस् राम्रो राम्रो जग्गाहरू छ यहाँनिर। यहाँ हल्दीरामको तपाईँहरूलाई के भन्छ भुजाहरू खानु मन पर्यो भने यहाँ आउनुहोस्। यहाँ हाम्रो लेटेस्ट मोमो पाउँछ यहाँनिर। हेर्नुहोस् आउनु सक्नुहुन्छ तपाईँहरू। तपाईँहरूलाई म यहाँ एउटा चिज देखाउँछु ल गाइस। यहाँनिर चाहिँ नि रातितिर आउनुभयो भने चाहिँ तपाईँहरूले खानाहरू खानु सक्नुहुन्छ। यहाँनिर चाहिँ खानाहरू दामी दामी पाउँछ यहाँनिर बाहिर। अनि तपाईँहरूलाई प्राइस पनि त्यस्तै कम्ती कम्ती प्राइसमा पाउनुहुन्छ। तपाईँहरूले यहाँ चाहिँ यस्तो छ पुरा यहाँ आउनु सक्नुहुन्छ तपाईँहरू। आज मेरो ब्लग दिदीले स्टार्ट गरिदिनु भएछ यहाँ आउनु सक्नुहुन्छ। अनि यहाँ हामी चाहिँ आज मुभी पनि त हेर्नु सक्नुहुन्छ हाम्रो अफ चाहिँ थियो आज। अनि हामी चाहिँ विकली अफमा यसो बाहिर निस्केको थियो इभिनिङ टाइममा। हामीले पनि सेकहरू पिउँ अनि हामी पनि फर्किँदैछु तपाईँहरूलाई अब देखाउँछु। एकछिन बसेर यहाँनिर चप्पलहरू छ हेर्नु सक्नुहुन्छ। लेडिसहरू सरोजनी मार्केट जानुहुन्छ यहाँनिर तपाईँहरूले पाउनुहुन्छ चप्पलहरू चाहिँ यस्तो सस्तो सस्तो छ दामी। यहाँ भैयाको दोकानमा आउनुहोस्। यो चाहिँ तर कपी हुन्छ एमकेको चप्पलहरू चाहिँ दामी दामी छ। यहाँ भैयाको दोकानमा आउनु सक्नुहुन्छ तपाईँहरूले लिनुहोस्। बुक्सहरू पढ्नुहुन्छ यहाँनिर पाउनु सक्नुहुन्छ। जुम कसरी गर्नु सक्नुहुन्छ यहाँ आउनुहोस् बुकहरू लिनुहोस्। यहाँनिर चाहिँ खाने जग्गाहरू पुरा छ गाइसहरू आउनुहोस् तपाईँहरू। यहाँनिर रिल्याक्स फिल हुन्छ। जुसहरू पुरा पाउनु सक्नुहुन्छ। केटीहरूलाई चाहिएको सामान पनि लिनु सक्नुहुन्छ। यहाँ हाम्रो दिदीले चाहिँ रबर बेल हेर्दैछ। के हेरेको दिदी? दामी दामी छ आउनु सक्नुहुन्छ। दुईजनाले चाहिँ यहाँ रबर किन्दैछ। यो चाहिँ साकेत अनुपमको हो। यहाँ आउनु सक्नुहुन्छ। गाइस यहाँनिर कसलाई हुक्काहरूको जरुरत छ हुक्का लिनु सक्नुहुन्छ तपाईँहरूले यहाँनिर। चाहिँ यहाँ कभर आइफोन 11 को कभर हेर्नु हुँदैछ। यो स्टार बक्सको पनि राम्रो छ त। स्टार बक्स बक्सको चाहिँ कुन लाउँछ कभरहरू? राम्रो हुन्छ भनेको नि राम्रो देखिन्छ। कस्तो चाहिएको तपाईँलाई चाहिँ? सिम्पल राम्रो। मैले दिदी एकै झलकमा चाहिँ दामी छ है हाम्रो अनि भन्नु न यस्तो टाइपको भनेर भैया ऐसा टाइप नहीं देखाइदेऊ आइफोनै आइफोन सबैको आइफोनै आइफोन। तपाईँलाई 16 निकाल्नु भनेको 16 प्रो चाहियो अरे फेरि एउटालाई। गाइस तपाईँहरूलाई यहाँ मुभी हेर्न आउनु मन छ भने चाहिँ यो जग्गामा आउनुहोस्। साकेत अनुपम पिबिआर। यहाँनिर नयाँ नयाँ मुभीहरू रिल्स हुन्छ। तपाईँहरूलाई जसलाई आउनु मन छ यहाँनिर आउनुहोस्। तपाईँहरूलाई यहाँनिर अनलाइन टिकट पनि हुन्छ डाइरेक्ट यहीँ आएर गर्दा पनि हुन्छ। यो चाहिँ तपाईँहरूको साकेत अनुपम पिबिआर हो हेर्नु सक्नुहुन्छ तपाईँहरूले। दोकान एउटा छोड्दैन यार यो दिदीहरूले।
के ने सुन 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 गाइस गोल्ड कति हो सुनको दाम चाहिँ कभर सोध्दैन हो आइफोन 11 को कभर है यता आउनु अरे दि यहाँ चाहिँ हेर्नु न यस्तो यस्तो मान्छेहरू पाउनुहुन्छ कि गीत गाउनेदेखिको लिएर तपाईँको हुन्छ यस्तो दामी देखाइरहेछ वार मुभी चलिरहेछ हेर्नुहोस् यसको टेलर यस्तो देखाइरहेछ वार 2 हामी चाहिँ अब निस्किनु आँटेको यसो एक पाक घुम्यौँ यहाँ चाहिँ देश भनिदिनु यहाँ चाहिँ कस्तो कस्तो घुम्नु आउँछन् यहाँ मान्छेहरू यहाँनिर मान्छेहरू बहुत दूर टाढो टाढोबाट आउँछ यहाँनिर चाहिँ खानुको लागि चाहिँ एकदम बेस्ट जग्गा हो घुम्नको लागि घुम्नुको लागि झन् राम्रो हो टाइम पास टाइम समरमा चाहिँ बहुत राम्रो हुन्छ यहाँनिर आउनुलाई चाहिँ हुक्काको दोकान हेर्नु सक्नुहुन्छ यहाँ आमा हुक्का त जताततै पाउनुहुन्छ यहाँ घुम्नलाई चाहिँ एकदम राम्रो छ मिन्स टाइम वेस्ट गर्नको लागि है टाइम 1-1.5 घन्टा यसो फिल गर्नको लागि टाइम स्पेन्ड गर्नको लागि एकदम राम्रो हुन्छ 7 बज्न आँटिसक्यो अब चाहिँ जानुपर्छ गाइस घरमा गएर फेरि भोजन बनाउनु पर्छ भोक लाग्दैछ भुक लागिएछ यता बर्गर बोल्दैन अरे तिमी बर्गरलाई एक्सपिरियन्स बिकानेरवालामा चाहिँ के किन्देऊ न मलाई अर्को पालि मात्रै ल अर्को महिना मेरो युट्युबको च्यानल आउँछ अन्त किनिदिन्छु पानीपुरी म त नखाने तिमीहरू खाने हो खाऊ दि कस्तो छ तपाईँ चाहिँ पिरो खानुभएको कि मिठो खानुभएको मिठो मनपर्छ ए पानीपुरी खुवाइ हुँदैछ यहाँ यता हाम्रो तपाईँको नाम चाहिँ के राखिदिनु यता त बर्गर भइगयो यता खुजु के हो नाम सुकी टाङ्गे सुकी टाङ्गे कमजोर लेग पिस अहिले नपुगेको यहाँ दुईजना चाहिँ दही बल्ले खानुलाई बस्नु होइन गाइस अब हामी चाहिँ घर जान आँटेको 7 बजिसक्यो यहाँनिर दुईजना चाहिँ हेर्नुहोस् न दही बल्ले खान्छ भनेर यहाँ बसिरहेको छ कति बेला घर जाने हो रात पर्यो दही बल्ले खाने भन्छ घरि पानी टर्च के को टर्च बार्छ हौ यत्रो लाइटहरू बलेको देखेन घर जानुपर्छ लु छिटो छिटो खानु त नानी कति बेला जाने टाङ्गेको घरमा छिटो यहाँ दही बल्ले पर्खिरहेको छ एकदम वेटिङमा अब हामी चाहिँ निस्केको गाइस ल बाई बाई घरमा गएर भेटौँ बाई बाई पिबिआर आम्मा मकै कति अरे 30 टका तिमी खान्छौ खाँदिनँ म यहाँ छ पैसा लो यहाँ चेन्ज गर्नु यो राख त्यसमै राख नि गाइस घर कहाँ अब हामी चाहिँ मकै खाँदैछु दिल्लीमा चाहिँ एउटा मकैको 30 रुपियाँ हो गाउँमा चाहिँ फ्रीमा पाउँछ घरको प्रायः त मकै देखेर हामी चाहिँ सरररररर भएको है गाइस घरमा अटोमा चढेर पानी पर्न आँटेको छ है गाइसहरूकोतिर चाहिँ कस्तो छ है हामी चाहिँ जाँदैछु भैया हेलो भैया कहाँ से हो आप कहाँ से आपका नाम बता दीजिए हाँ चलो आज आपका ऑटो में आए किसी को ऑटो का जरूरत है तो भैया के पास आ जाइए गाइस ट्रैफिक हो गया यहाँ पे बहुत सारा यहाँ पे 2 मिस्टर और मिसेस बर्गर मकई खा रही है सुकी टाङ्गे गाइस घर में जाके मिलते हैं बाय थक गया बहुत फोन का बैटरी भी डाउन हो रहा है नेपाली बोल्दा मलाई हिन्दी पाउँदो रहेछ त गाइस अटोवालासँग हिन्दी बोलेको त भ्लगमा पनि हिन्दी बोली पठाएछु बोल्नुपर्छ नि होइन गाइस हो नि आज चाहिँ मेरो ब्लग चाहिँ दिदीले
सुरुवात गरिदिनु भएको छ। आज पहिलो ब्लग हो मेरो। लक्ष्मीको खुट्टा हेर्नु कस्तो त्यही त लक्ष्मी लक्ष्मीको खुट्टा राम्रो लक्ष्मी होइन, अब छोरी मान्छेलाई मकैबारी चरेम चरे मकैबारी गयौँ गऱ्यौँ के पो थियो यो गाना होइन अब हरि यो काँक्रा कोरेम कोरेम मकैबारी हरेम मरेम मकैबारी खरेम खोरेम हरे काँक्रा कोरेम गऱ्यौँ दिदीले पुरा हँसाउनु हुन्छ नि यो नेपालको गाना पनि के हो आउँछ भनेर र पनि कोसिस गरेको नि मकै खाएर के अरे अब छोरी मान्छेलाई के अरे लक्ष्मी मानिन्छ नि त होइन पहिलो म लक्ष्मी होइन ल तिमीहरूको चाहिँ दिदी हो दिदी म सबैको दिदी निस्सा दिदी भन सबैको एकलौटी निस्सा दिदी तिमीहरूको चाहिँ म गाइस लाइक कमेन्ट सब्सक्राइब गर्नु छ त्यो पुस्तक गर्नु भएको छैन हामीलाई छिटो हामीलाई माया दिनुहोस् तपाईँहरूले खुसीमा चस्मा पनि खोज्छु चिन्नु भएन होला है मलाई चिन्नुभयो बल्ल बल्ल चिन्नु भयो होला है सिक्किमकै एउटी निशा छेत्री दिदी चाहिँ एकदम हँसाउनुहुन्छ लक्स राम्रो गर्नुहुन्छ नि त्यही भएर यसो बाहिर घुम्नु पनि आएको थियौँ फ्रेस हुनलाई फ्रेस भएन अब हामी यसो भइरहेको गर्मी धेरै छ दिल्लीमा दिदीको धेरै नै गर्मी छ होइन टक्क सर गरेर गइँदैछ यहाँ